मन्ता दिगरे हेर्नु यस्तो ज्यादा हाम्रो यहाँ। हेलो एभ्रिवान, नमस्ते। म अंकिता उदालगुडी आसामबाट र आजको ब्लग चाहिँ तगडा हुनेछ। बिहानदेखि नै हेर्नु कस्ता घाम लागिरहेछन् गाइस। र आजको ब्लग हेर्न नबिर्सिनु है गाइस। गर्मीले हेर्नु खाना पनि नखाइ नआउने हो के भन्छ पिर हो। एक दिन भात खाएर एक हप्ता भोक नलाग्नु नि हो के भन्छ। म त त्यही सोच्छु हेर कस्तो पिर नभन्नु गर्मी। ग्यास बुक गरेर आउनु भएको अरे। अब कहिले बोलाउँछ अरे, मेसेज आउँछ अरे अनि जानु अरे। अब कहिले मेसेज आउँछ कहिले जानु। फेरि घाम आजदेखिबाट चाहिँ फेरि घाम हेर्नु बिहान यस्तो तिखा घाम लागेको ल भन्नु न। अझै म एक्लै थियो भने त भात पनि नखाइकन बसिदिन्थ्यो होला हो। त्यस्तै भइरहेछ गर्मी यस्तो छ नि यहाँ। तपाईँको त्यता कस्तो छ? हाम्रो आसाममा चाहिँ खपिन सक्नु छ गर्मी। आमामामामा अहिले यस्तो छ झन् जुन जुलाईमा कस्तो हुन्छ होला के भन्नु त। यस्तो ज्यादा गर्मी के गर्नु, पकाउनै पर्यो खानै पर्यो किन भन्नु त। भात भर्सायो अनि बाहिर पानी जामेको रहेछ। यो पानी चाहिँ नानी खेलेर नभन्न दिनमा 6 जोडी 7 जोडी लुगा कस्तो बर्बाद पार्छ। त्यही भएर जल्दी जल्दी पानी साफ गर्न भनेर आयो। यो चाहिँ अगाडि घर बनाउँदाखेरि मिस्त्रीहरूले मसलाहरू घोल्ने बनाएको अरे। अहिले चाहिँ यसले यस्तो असुविधा परिरहेछ नि नभन्नु न गाइस। अब चाहिँ बुङ्गो काट्छु ल छिटो छिटो गरेर हैन गाइस। मलाई बुङ्गोको चाहिँ नि त झोल हालेको मिठो लाग्दैन कि। झोल हालेको हुनु भने चाहिँ बढिया हुन्छ किन भन्नु त। मतलब भिटामिन चाहिँ झोल हालेको हुन्छ, तर मलाई चाहिँ भुटेको मनपर्छ। त्यही हो, राम्रो जिनिस कहाँ राम्रो खान मन लाग्छ त हो किन भन्नु त। जसले हानिकारक गर्छ, जो नराम्रो त्यही त खाइन्छ नि। म चाहिँ यस्तै छु खै के भएको बानी नै के हो मेरो त गाइस। त्यति भन्दै ओर्दै बुङ्गो काट्न थालेँ। मैले भने नि मलाई झोल हालेको बुङ्गो चाहिँ पटक्कै मन पर्दैन। त्यही भएर भाजी गर्न भनेर सानो सानो काँचे बुङ्गो नधोइकन काट्न थालेँ। बुङ्गो चाहिँ मेरो फेभरेट भन्दा पनि हुन्छ अनि अनफेभरेट भन्दा पनि हुन्छ कि झोल हालेर खायो भने त्यस्तो खालको। मेरो चाहिँ बानी एकदमै खराब छ है गाइस। हजुर चाहिँ बुङ्गो कसरी पकाएर खानु चाहिँ मलाई कमेन्ट गरेर जरुर जरुर होला। र मेरो भिडियो हेरेर सब्सक्राइब गर्नु भएन भने टक्कसँगले सब्सक्राइब अनि बेल आइकन थिचेर मलाई सपोर्ट गरिदिनु होला। यहाँ हेर्नु गाइस बुङ्गो काटेर त्यति भयो हेर्नु। ब्याक क्यामेरा नि मेरो त खासै छैन के गर्नु, यस्तै हो जिन्दगी गाइस। खानासाना खायो त। अब म हजुरलाई देखाउँछु हाम्रो कहाँ लिच्छु। ए गाइस हेर्नु कति तल लिच्छु फलेको छ हामीहरूको यहाँ हेर्नु। तपाईँहरूको पनि यस्तो तल लिच्छु फलेको छ नि भन्नु त यहाँ हेर्नु। कसैलाई लिच्छु चाहिन्छ भने मलाई सम्पर्क गर्नु होला कमेन्ट बक्समा हेर्नु गाइस। यहाँ हेर्नु गाइस लिच्छु। बाबा हाई गाइस भन्देऊ। देख्नु भयो नि मेरो छोराको इङ्ग्लिस गाइस। छोरा चाहिँ हेर्नु न गाइस के गर्दैछन्। यहाँ हेर्नु ल हामीहरूको गाउँमा चाहिँ तामुल राख्ने स्टाइल। दसैँको लागि तामुल सेभ गरेर राख्नुभएको अरे सासूआमाले। यहाँ हेर्नु त्यहीमा यस्ता त्यहीमै 6-7 वटा छन् गाइस। तपाईँलाई कसैलाई चाहिन्छ भने मलाई सम्पर्क गर्दा हुन्छ। यहाँ हेर्नु गाइस। आइमा गाइस अब चाहिँ हामी नि त पान झार्न जाँदैछौँ। तामुल खानालाई पान गाइस। पान के गर्नु, आसाममा बसेर तामुल पान त खानै पर्यो। र हजुरलाई देखाउँछु म हामीहरूको हर्दी खेती गाइस। यहाँ हेर्नु हर्दी खेती भनेर सोच्नु भएको होला होइन। यो चाहिँ हो हर्चिउ भन्छ नि एउटा हुन्छ नि यस्तो ठमस्स पारेर गनाउने। तर फुल यसको कस्तो सुन्दर सुन्दर फुल फुल्छ गाइस नभन्नु। कस्तो राम्रो फुल फुल्छ। म चाहिँ फुलेको बेला घरमा ल्याएर पनि राख्छु 1-2टा। राख्नु हुँदैन भनिदिन्छ के छैन सन्तोला हारे मेरो छोरालाई। सन्तोला खाइन बाबु। बारीमा पुगेर आए चाहिँ म चाहिँ एकदमै गली छु। अनि म चाहिँ खाना थालेँ पानी चाहिँ सेहतको लागि बढिया होइन भन्नु त गाइस। म चाहिँ लुगा लिएर दिदीको लुगा हाम्रो घर अस्ति छोडिएको थियो माने मैले एउटा जिनिसलाई यसले छोपेर लिएर आएको थिएँ। त्यही पुऱ्याउनु जाँदैछु गाइस। लिटरली गाइस यस्तो ज्यादा हाम्रो यहाँ गर्मी छ नि राजस्थान भन्दा पनि कम छ। यस्तो गर्मी नभन्नु न। मेरो अगाडि चाहिँ दिदी हुन्छ त मलाई हाँसिरहेछ। कस्तो बाफ यहाँ त नभन्नु न गाइस। कसैसँग धेरै पैसा छन् भने हाम्रो गाउँमा नि एउटा एसी लगाइदिए पनि हुन्थ्यो। लगाइदिनु ल। यति सुन्दर सुन्दर फुलहरू रहने मन्ता दिगरे हेर्नु गाइस। कस्तो सुन्दर फुल रहन् हेर्नु गाइस। यो चाहिँ हेर्नु कस्तो बढिया लाग्यो हेर्नु गाइस। हेर्नु है गाइस कस्तो बढिया फुल रह। हावा बतास उडी बतास आउँछ जस्तो भयो। अनि म चाहिँ दिदीको कपडा दिएर घरतिर कुदेँ। घरमा आएर चाहिँ मलाई चाहिँ खान मन लाग्यो लिची नभन्नु न। लिची चाहिँ मुखमा हालिन सक्ने छन्। त्यही पनि एउटा टिपेर मैले टेस्ट गरेँ यताको। अब अर्को टेस्ट गरौँ है। यहाँ कस्तो हावा बतास उडी बतास चलिरहेको छ गाइस। गाइस अहिले भर्खर म गरेर चिच्याइन। मलाई लाग्यो कि मेरो उफरी गाँस सरो भनेर। कस्तो डर लाग्यो भित्र कुदेको अहिले हावा रोकेस्तो भने आएँ। उहाँको लिची टेस्ट गरेको अरे खासै लागेन। अब यहाँको टेस्ट गरौँ ल।
अहिलेको भिडियोमा देख्नुभएको थियो त्यही लिची हो कि अमिलो तर बढिया जसलाई अमिलो मन पर्छ त्यसलाई धेरै मिठो लाग्छ होला भएन बेसी अमिलो ज्वरो फुट्छ पाकिसकेको छैन नि त्यति मजाले त्यही भएर र आजको भिडियो चाहिँ यति नै भेटिन्छ फेरि एउटा नयाँ भिडियोमा बाई लभ यु अल गाइस